दर्शक पनि आज हामी स्वागत गर्छौँ। उहाँ हाम्रो विपिन देवन हुनुहुन्छ। उहाँलाई आजको कार्यक्रममा स्वागत गर्दछौँ। यहाँलाई स्वागत छ। धन्यवाद। नमस्ते। यहाँको घर कहाँ हो नि विपिनजी? हजुर, मेरो घर चाहिँ नेपालको पूर्व अञ्चल इलाम जिल्ला मङ्सिङ गाउँपालिका वडा नम्बर 3 हो। भने चाहिँ इलाम पर्यो है? यस। अनि हालैले यहाँ कोरियामा के गर्दै हुनुहुन्छ? म अहिले कोरियामा चाहिँ इनाइन भिजामा छु। हजुर। कामकै सिलसिलामा भन्नुपर्छ। हजुर, कामको सिलसिलामा हुनुहुन्छ। कहाँनिर कोरियाको कुन ठाउँमा कार्यरत? कोरियाको म बुसानमा छु अहिले। हजुर, कस्तो लागिरहेछ नि कोरिया? कोरिया अब देश राम्रो छ, एकदम धेरै विकास भएको देश हो। हाम्रो नेपालको तुलनामा एकदम देश समृद्ध छ सबै कुरामा होइन। विकासको धेरै फड्क मारेको छ। खुसी लाग्छ देखेर। खुसी लाग्छ एकदम, ह्याप्पिनेस होइन। सो विपिनजी अहिलेको जल्दो बल्दो युवा हुनुहुँदो रहेछ। अहिले तत्कालै मैले देख्दा पनि हजुर कतैदेखि आउनु भएको जस्तो लाग्छ होइन। यसो ड्रेसमा हुनुहुन्छ। मैले हिँड्दै गर्दा मैले प्रश्न सोधिहालेँ, कतिपय प्रश्नहरू होइन हुन्छ। हुनसक्छ तपाईँलाई कतिपय कुराहरू हुनसक्छ, त्यसको कुराहरू माइन्ड नगरिदिला। अनि अहिले तपाईँ कोरियामा हुँदै गर्दाखेरि कोरियाको राजनीतिक अवस्था, विकास क्रम, अनि त्यहाँदेखि नेपालको राजनीतिक क्रम र विकास क्रममा के तुलना पाउनुहुन्छ तपाईँले? तुलना त अब नेपाल र कोरियाको गर्न मिलेन, किनकि अब यहाँ भनेको चाहिँ कोरियामा चाहिँ एकदम सभ्य खालको राजनीति छ। हाम्रो नेपालमा चाहिँ एकदम राजनीति एकदम फोहोर एकदम। अब के भने नेताहरूले आफ्नो कुर्सीको लागि मात्र लडाइँ गरिरहेछन्। विकास त कुनै पनि हिसाबमा विकास छैन। त्यसैले तुलनात्मक रूपमा अब कोरियासँग चाहिँ नेपालको तुलना गर्नु मिल्दैन। नेपाल देश धेरै राम्रो छ। यहाँ कोरियामा विकास छ, हरेक कुरामा सेवा सुविधा छ। हाम्रो नेपालमा पनि सम्भव छ, तर अब हाम्रो नेताहरूले विशेष गर्नु चाहेको छैनन् भन्नु। सो यसको मतलब कि तपाईँलाई एकदम यहाँ सबै कुरा सुविधा सम्पन्न छ, एकदम राम्रो छ भनेपछि यसको मतलब तपाईँ आगामी दिनहरूमा नेपाल जान चाहनुहुन्न हो? त्यस्तो होइन। आफ्नो देश चाहिँ अब आफ्नो प्राणभन्दा प्यारो हुन्छ, किनकि आफ्नो जन्मभूमि कर्मभूमि त यो कोरिया भइहाल्यो, जन्मभूमि हो। चाहे अब जुनैसुकै देश भए पनि आफ्नो नेपालको त माया छ। देश आफ्नो देश पनि विकास भएको हेर्ने इच्छा छ, परिवर्तन भएको हेर्ने इच्छा छ। जसरी हामीले आज विदेशिएर आफ्नो श्रम, आफ्नो पसिना चाहिँ अर्काको देशमा बगाइरहेछौँ, ताकि यो आफूले मेहनत गरेको पसिना रगत चाहिँ नेपालमा नै बगाउने भोलिको दिनमा त्यस्तो अवसरहरू चाहिँ हाम्रो राजनीतिक दलहरूले गरिदिनु भयो भने चाहिँ अझै बेस्ट हुन्थ्यो कि भन्ने। आफ्नो परिवारसँगै बसेर होइन एउटा के भन्छ रोजगार प्राप्त भएर आफ्नो देशमा जस्तो कति आनन्दको कुरा है। त्यो त एकदम धेरै आनन्द। अहिले हामी विदेशमा भएको कारणले धेरै समस्याहरू छन्। ओके, हजुरलाई अब हिजो समयको बावजुद पनि म हजुरलाई जाँदा एक दुईवटा क्वेसन सोध्न मन लागेको छ। यहाँको परिवारमा चाहिँ को हुनुहुन्छ नि? परिवारमा त हामी 5 जना छौँ। बुवा, बहिनी, मेरो छोरी अनि श्रीमती, म। हजुर। अनि हजुरको पढाइ त मेरो +2सम्म गरेँ। त्यस पछाडि अब धेरै अब आर्थिक कुराहरू, त्यस्तै पारिवारिक कुराहरूले गर्दाखेरि पढाइलाई निरन्तरता दिन सकिन्छ। तपाईँ जस्तो एउटा शिक्षित व्यक्ति हुनुहुन्छ, एउटा देशलाई बुझेको व्यक्ति हुनुहुन्छ। यसरी बुझ्दै गर्दाखेरि तपाईँले कतिपय देशको राजनीतिक अवस्थाहरू पनि देखिसक्नु भएको छ। अहिले नेपालमा चाहिँ कानुनको कुरादेखि लिएर सबै कुराहरू, राज्य व्यवस्थाहरू सबैभन्दा राम्रो छ भन्छन्, तर लागू गरिएको छैन। कतिपय ठाउँमा स्वतन्त्र व्यक्तिहरू छन् कि यी यस्ता व्यक्तिहरूबाट तपाईँले चाहिँ सरकारको निम्ति यस्ता व्यक्तिबाट तपाईँले सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ? जस अहिलेको समयमा चाहिँ स्वतन्त्र व्यक्तिहरूले चाहिँ धेरै राम्रो काम गरेको देख्न पाइन्छ। हाम्रो काठमाडौँ महानगरपालिकाको बालेन्द्र शाह, धरान कुमार नगरपालिकाको मेयर हुनुहुन्छ हर्कसाम्पङ, उहाँले जस गर्नुहुँदैछ आफ्नो देशको लागि, आफ्नो पालिकाको लागि, आफ्नो नगरको लागि गरिरहनु भएको छ। जस हामी अपेक्षा गरौँ कि 2084मा चाहिँ स्वतन्त्र व्यक्तिहरू नै आउनुपर्छ। हामीलाई धेरै वर्ष भइसक्यो, हामीले आफ्नो कहिले
कहिले घाम कहिले रुख कहिले हँसी हतौडामा मात्रै हामीले निर्वाचन गरिरहेको छौँ भोट दिइरहेछौँ होइन। यसको मतलब अहिले नेपालमा देश विकासक्रम कम भइरहेछन्। यसको कमजोरी तपाईँलाई को जस्तो लाग्छ, जनता या पार्टी? यसको कमजोरी चाहिँ हामी मतदान गर्ने व्यक्ति नै जस्तो लाग्छ, किनकि हामीले हरेकचोटि विश्वास गरेका छौँ होइन, तर हामी नै आफू लास्टमा धोका खाइरहेका छौँ कि एकचोटि अब 2084मा चाहिँ अवसर दिउँ न त स्वतन्त्रहरूबाट आउनेलाई पनि भन्ने चाहिँ मेरो धारणा हो। एकदम ओके। जाँदा जाँदै मैले प्रश्नहरू सोधेँ, कतिपय यी प्रश्नहरूले तपाईँको आफ्नो पर्सनल व्यक्तिगत लाइफमा केही असर गर्न नि त्यस्तो त गर्दैन। ओके, प्रश्नहरू पनि अब मैले गरिसकेँ। अब चाहिँ जाँदा जाँदै तपाईँले यो युट्युब च्यानलबाट तपाईँ आफ्नो परिवारलाई केही कुरा भन्न चाहनुहुन्छ? परिवारलाई जस अब टाढा भए पनि एकदम धेरै माया छ, साथ सपोर्ट छ। अब जहाँसुकै भए पनि मिलेर काम गरौँ, सल्लाहमा काम गरौँ भन्न चाहन्छु। त्यही हो। स्पेसल कलेजसम्म जान चाहन्छ जाँदा जाँदै? श्रीमती छोरी के भन्नु चाहन्छ तपाईँ आफ्नो श्रीमती? धेरै माया भनिदिनु पऱ्यो, खुलेर भन्नु पऱ्यो। धेरै माया, त्यही हो। अब कुरा भइरहेको छ फोनमा पनि होइन, ठिकै छ। ओके विपिनजी, यहाँले थोरै समय दिनुभयो, समयको लागि धन्यवाद। धन्यवाद तपाईँलाई पनि। ओके।